हिमालयको काख सोच्दैमा कस्तो सुन्दर र शान्त लाग्छ होइन? तर त्यहाँ बालबालिकाको भविष्य बनाउन चुनौतीहरू पनि छन्। आज हामी यस्तै एउटा अनौठो शैक्षिक अवसरको बारेमा कुरा गर्दैछौँ जहाँ सुन्दरता र भविष्य सँगसँगै अघि बढ्छ। स्क्रिनमा जुन तस्विर देखिँदैछ यो हो मुस्ताङको लोमान्थाङमा रहेको श्री छोनहुप जिन्जु आधारभूत विद्यालय। हेर्नुहोस् त, हिमालको काखमा यस्तो सुन्दर ठाउँमा रहेको विद्यालय यहाँको वातावरणले नै सिकाइलाई कति प्रेरणादायी बनाउँछ होला। आजको हाम्रो चर्चामा हामी 5वटा कुराहरूमा केन्द्रित हुनेछौँ। पहिला, यो अवसर किन खास छ भनेर बुझ्नेछौँ। त्यसपछि विद्यार्थीहरूको हेरचाह अनि शिक्षाको गुणस्तरको कुरा गर्नेछौँ। घर र विद्यालयलाई कसरी जोडिन्छ र अन्त्यमा भर्ना प्रक्रियाबारे पनि जानकारी दिनेछौँ। भर्ना सूचना शैक्षिक सत्र 2083 को लागि कक्षा 1 देखि 4 सम्म भर्ना खुलेको छ। यो विद्यालयको पूरा नाम हो श्री छोनहुप जिन्जु आधारभूत विद्यालय। यो सुन्दर लोमान्थाङ गाउँपालिका छोनहुप मुस्ताङमा छ। एक विद्यालय अब नयाँ विद्यार्थीहरूलाई आफ्नो परिवारमा स्वागत गर्न तयार भइसकेको छ। अब कुरा गरौँ सबैभन्दा महत्त्वपूर्ण विषयको, त्यो हो विद्यार्थीहरूको हेरचाह। हो नि, आफ्नो बच्चालाई घरबाट टाढा पठाउँदा हरेक आमाबुवाको मनमा खेल्ने पहिलो प्रश्न नै यही हो, मेरो बच्चाको हेरचाह कसरी हुन्छ होला? विद्यालयले दिने सुविधा देखेर तपाईँ साँच्चै छक्क पर्नुहुनेछ। विद्यार्थीका लागि चाहिने लगभग हरेक कुरा, बस्ने ठाउँ, खानेकुरा, किताब कापी, स्वास्थ्य उपचार अनि विद्यालयको ड्रेस र अरू कपडा पनि सबै कुरा पूर्ण रूपमा निःशुल्क छ। यसले के देखाउँछ भने शिक्षा सबैको पहुँचमा हुनुपर्छ भन्नेमा विद्यालय एकदमै प्रतिबद्ध छ। विद्यालयको मूल मन्त्र नै पारिवारिक वातावरणमा शिक्षा हो। यसले प्रश्न पार्छ कि यहाँ विद्यार्थीहरूलाई एउटा होस्टेलको कडा नियममा बाँधेर राखिँदैन, बरु एउटा न्यानो र मायालु परिवारको सदस्यको रूपमा हुर्काइन्छ। ल, हेरचाहको कुरा त एकदमै राम्रो भयो, तर यहाँको शिक्षाले विद्यार्थीलाई भविष्यको लागि साँच्चै तयार गर्छ त? अब यहाँको पढाइको गुणस्तर कस्तो छ त्यो हेरौँ। यहाँको पढाइ किताबमा मात्र सीमित छैन है। कक्षा 4 देखि नै कम्प्युटर सिकाएर विद्यार्थीलाई आजको प्रविधिसँग जोडिन्छ। विभिन्न अतिरिक्त क्रियाकलापबाट उनीहरूको भित्र लुकेको प्रतिभा बाहिर निकालिन्छ। अनि सबैभन्दा गजबको कुरा के छ भने कक्षा 5 पास गरेपछि पनि उनीहरूको पढाइ रोकिँदैन। विद्यालयले नै कक्षा 10 सम्मको पढाइका लागि निःशुल्क बस्ने व्यवस्थासहित पूर्ण सहयोग गर्छ। विद्यालयको सबैभन्दा नौलो र राम्रो पक्ष भनेको यसको घुम्ती सञ्चालन प्रणाली हो। यसले गर्दा विद्यार्थीले 2 फरक ठाउँको अनुभव लिन पाउँछन्। केही महिना उनीहरू मुस्ताङको शान्त र प्राकृतिक वातावरणमा सिक्छन् भने जाडो बढ्दै गएपछि पोखराको सुविधा सम्पन्न ठाउँमा पढाइलाई निरन्तरता दिन्छन्। यसको मतलब मौसमले उनीहरूको पढाइलाई कहिल्यै रोक्दैन। अब लागौँ चौथो खण्डतर्फ। यसले एउटा एकदमै महत्त्वपूर्ण प्रश्नको जवाफ दिन्छ। विद्यार्थी र परिवार बीचको दूरीलाई विद्यालयले कसरी कम गर्छ त? हो, यो प्रश्न एकदमै स्वाभाविक हो। जब बालबालिका घरबाट टाढा हुन्छन्, उनीहरूले परिवारको माया र त्यो सम्बन्धलाई कसरी जीवन्त राख्छन् होला, यो चिन्ता सबैलाई हुन्छ। हो, यही दूरीलाई नजिक बनाउन विद्यालयले एउटा एकदमै राम्रो र व्यावहारिक समाधान निकालेको छ। त्यो हो पूर्ण रूपमा निःशुल्क बस सेवा। यो बस सेवा विशेष गरी विद्यालय मुस्ताङमा सञ्चालन हुँदा उपलब्ध हुन्छ। हरेक महिनाको अन्तिम शुक्रबार यही बसले विद्यार्थीहरूलाई सुरक्षित रूपमा घरसम्म पुर्याउँछ र फेरि आइतबार विद्यालय फर्काउन ल्याउँछ। यसले गर्दा घर र विद्यालयको सम्बन्ध कहिल्यै टुट्दैन। र अब अन्तिम खण्डमा, यदि तपाईलाई यो अवसर साँच्चै मन पर्यो र आफ्नो बच्चालाई यो शैक्षिक परिवारको सदस्य बनाउन चाहनुहुन्छ भने अब के गर्ने त? प्रक्रिया के हो? भर्ना प्रक्रियालाई एकदमै सजिलो बनाइएको छ ताकि इच्छुक अभिभावकले सजिलै जानकारी लिन र अगाडि बढ्न सकुन्। थप जानकारी लिन वा भर्ना प्रक्रियाबारे बुझ्न तपाईले सिधै विद्यालय प्रशासनलाई यी नम्बरहरूमा फोन गर्न सक्नुहुन्छ। ल, नम्बरहरू टिप्नुस् है त। पहिलो नम्बर हो 9847882943 र अर्को नम्बर हो 9846129333। कुनै पनि जिज्ञासा भएमा सिधै फोन गरेर सोध्नुहोला। जाँदा जाँदै एउटा प्रश्न छोडेर जाँदैछौँ। सोच्नुहोस् त, यस्तो निःशुल्क, गुणस्तरीय र मायालु वातावरणमा दिइने शिक्षाले केवल एकजना विद्यार्थीको मात्र होइन, पुरै समुदायको भविष्यलाई कसरी उज्यालो बनाउन सक्छ होला?